हेलो 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 साथीहरू, दर्शन अनि नमस्ते। हजुरहरूलाई स्वागत छ यस घरती साइला मिनी भ्लग्समा। आज चाहिँ हजुरहरूलाई नभएनी गाउँपालिका 1 स्याउलीबाङदेखि प्युठान जिल्लाकै सर्वोच्च शिखर कोठेभेरसम्मको यात्रा हजुरहरूलाई पुरा भिडियोमा देखाउने कोसिस गर्नेछु। पुरा भिडियो हेरेर जस्तो लाग्छ त्यस्तो सल्लाह सुझाव अनि लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। हामी चाहिँ अहिले ठुलो गाउँदेखि बाटो लागिसकेका छौँ, सागबारीदेखि आइपुगेका छौँ भने केही समयको यात्रापछि हामी गाडी खोला पार्किङसम्म आइपुगेका छौँ। यो चाहिँ नौबहिनी गाउँपालिका 1 स्याउलीबाङदेखि लास्ट हो, यहाँसम्म मात्र आउँछ मोटर बाटो। त्यसपछि हामीले पैदल यात्रा सुरु गर्नुपर्ने हुन्छ। मलाई चाहिँ थकै लागेर हल्का आराम गरेको, सँगै साथमा भिनाजु हुनुहुन्छ, उहाँलाई पनि थकाइ लागे जस्तो छ। बोर्डमा केही लेखिएको छ, जानकारीमूलक भिडियो पढ्दै हुनुहुन्छ। यसरी हामी केही समय अगाडि बढिसकेपछि हामी नौबहिनी गेटनेर पुग्छौँ। नौबहिनी गेट जहाँ ठुलो गेट बनाइएको छ, नौबहिनी झरना गेट। सँगसँगै हामी केही गेटभन्दा अगाडि केही ढोग्छौँ, प्रार्थना गर्छौँ अनि अगाडि बढ्छौँ। केही बाटो केही समय अगाडि बढिसकेपछि नौबहिनी गेट नजिकै केही ओडार जस्तो, गुफा जस्तो, केही खेत जस्तो, केही बनावट, केही कृत्रिम भन्दा पनि केही दृश्यहरू देख्न सक्छौँ। कृत्रिम चाहिँ होइन, केही दृश्य हेरिसकेपछि हामी चाहिँ अझ अगाडि बढिरहेका छौँ। पुरा भिडियो हेर्नु होला। त्यहीँ नजिकै एउटा गुफा टाइप छ, गुफाभित्र छिर्छौँ हामी। धेरै लामो छैन, छोटो गुफाभित्र छिरिसकेपछि हामी झन्झन अगाडि बढ्छौँ। गुफाभित्र केही दृश्यहरू देख्न सकिन्छ, अजिब छ, ढुङ्गा कोरिएका जस्ता। सँगै हामी गुफाबाट बाहिर निस्कन्छौँ अनि हामी नौबहिनी झरना, नौबहिनी कोठेभेरतिरको बाटो अगाडि बढ्छौँ। अगाडि बढ्ने क्रममा केही समयको पैदल यात्रापछि नौबहिनी झरना देख्न सक्नुहुन्छ। जहाँ नौबहिनी झरना देख्नुहुन्छ, बोर्डमा पनि देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ अहिले नौबहिनी झरना आइपुगेका छौँ। देख्न सक्नुहुन्छ यो दृश्य नौबहिनी झरनाको। सँगै विनयलाई पनि थकाइ लागेको छ, मलाई पनि थकाइ लागेको छ। हामी नौबहिनी झरना अवलोकन गर्दै, नौबहिनी झरना हेर्दै हामी आराम गर्छौँ। बस्दा हिँडेको एकदम थकाइ महसुस हुन्छ, आनन्द आउँछ, एकदम रमाइलो छ। सँगै हामी फेरि झन्माथि कोठेभेरतिरको बाटो सुरु गर्छौँ। एकदम थकाइ लागेको छ, यात्रा राम्रो छ, रमाइलो छ। सँगसँगै त्यत्तिकै कठिनाइ पनि छ। केही यात्रा झरनाभन्दा माथि गइसकेपछि हामी केही गुफा गेट देख्छौँ अनि हामी त्यहाँ हेर्छौँ। त्यहाँ हेर्दा सुनेको यो चाहिँ नौबहिनी झरनाको नौबहिनी खेत भनेर चिनिँदो रहेछ। यो चाहिँ खेतहरू। हामीले चाहिँ नौबहिनी खेत हेरिसकेपछि साइडमा नौबहिनी मादल पनि हेऱ्यौँ। मादल बज्दो रहेछ। जहाँ मादलको आवाज जस्तो सुनियो, मादल नै हो भनौँ, मादल जस्तो आवाज सुनिन्थ्यो। सुनिसकेपछि हामी फेरि कोठेभेरतिरको बाटो लाग्यौँ। साथमा भिनाजु हुनुहुन्थ्यो अनि हामी 2 जना मात्र थियौँ। 2 जनाको मात्र यात्रा थियो। त्यसपछि लगतै हामी नौबहिनीको धारानेर आइपुग्यौँ, जहाँ नौवटै धाराको पानी खानुपर्छ भन्ने एउटा चलन रहेछ। अनि नौवटै धाराको पानी खाइयो। अनि एकदम चिसो थियो, राम्रो थियो। अनि त्यहाँ केही पानी उम्रिरहेको जस्तो देखिन्थ्यो। अनि लगतै केही माथिनेर नौबहिनी मन्दिर थियो। अनि हामी चाहिँ मन्दिर वरिपरि घुम्यौँ, मन्दिर वरिपरि हेऱ्यौँ, अवलोकन गऱ्यौँ। एकदम राम्रो अनि रमाइलो थियो। अनि लगतै हामी फेरि कोठेभेरको बाटोतिर लाग्यौँ। अलि माथि पुग्दा हामी नौबहिनी खुट्रुकिनेर पुग्यौँ, जहाँ
ढुङ्गा पसालिन्थ्यो। अनि त्यसपछि अलि परतिर नौबहिनी गुफा थियो जहाँ पानी सुक्खा थियो। एकदम यो चाहिँ बर्खाको मौसममा निकै नै पानी आउँछ यहाँ चाहिँ, एकदम राम्रो देखिन्थ्यो। तर अहिले चाहिँ पानी सुकेको रहेछ। गुफानेर हेऱ्यौँ, गुफानेर पस्यौँ, हेऱ्यौँ अनि देख्न सक्नुहुन्छ जहाँ ढुङ्गामा नेपालको झन्डा देख्न सक्नुहुन्थ्यो। अनि हामी चाहिँ त्यहाँबाट झन् माथि लागिसकेपछि लगभग हामी केही समयको यात्रापछि खलेसबाङ भन्ने ठाउँको नजिक पुगिसकेका छौँ। केही समयपछि हामी खलेसबाङ आइपुग्नेछौँ। यात्रा एकदम रमाइलो, झन् सुन्दर, झन् माथि झन् सुन्दर, झन् राम्रो देखिँदै गइरहेको थियो। हेर्दा कोठेभिर नजिक देखिन्थ्यो तर धेरै नै टाढा थियो। अझै 2-3 घन्टा समय लाग्ने थियो बाटो। हामी खलेसबाङ आइपुग्यौँ अनि खलेसबाङमा पिङ खेल्यौँ। एकदम मनोरञ्जन, थाकेको थियो शरीर, इन्जोय गऱ्यौँ, आनन्द लियौँ। हामीलाई कोठेभिर पुग्नु थियो। कोठेभिरको भ्यू हेर्दै एकछिन रमाइलो गऱ्यौँ, आनन्द लियौँ। अनि लगतै हामी खलेसबाङको आलु खेती गरेको बारीहरू निहाल्दै, आलु खेती गरेको ती दृश्यहरू हेर्दै रमाउँदै मनोरञ्जन लिँदै हामी अगाडि बढ्यौँ। अनि केही समय खलेसबाङको यात्रा गरिसकेपछि हामी अलि माथि पुग्दा खलेसबाङको ढाडा नेर पुगेका थियौँ, जहाँ हामीले त्यहाँ पानी भर्ने अनि पानी खाने निधो गऱ्यौँ। अनि पानी भरे, बोतलमा पानी भरेर, यो चाहिँ यहाँदेखि माथि चाहिँ पानी लगभग मिल्दैन भन्ने सुन्यो। अनि हामीले पानी भर्यौँ। केही बोतल पानी झोलामा राख्यौँ अनि केही बोतल पानी हातमै उचाल्यौँ अनि पियो। अनि फेरि यात्रा उही कोठेभिरको। अनि केही समय खलेसबाङको यात्रा सकेपछि हामी जङ्गल छिर्यौँ, जहाँ गुराँसे भन्ने वननेर हामी आइपुग्यौँ। बोर्डमा पनि देख्न सक्नुहुन्छ तपाईँहरू, जहाँ यो भन्दामाथि धेरै गुराँसहरू फुलेका थिए। सायद गुराँस फुल्ने सिजन पनि सकिन लागेको भएर होला। गुराँसहरू कहीँ फुलेर ऐलिसकेका थिए भने कहीँ थोरै बोटहरूमा देखिन्थे। अनि हामी त्यही गुराँसको फुलहरू सँगै अवलोकन गर्दै, रमाइलो गर्दै, मनोरञ्जन लिँदै हामी अगाडि बढ्यौँ। अनि अगाडि बढिसकेपछि हामीलाई भोक लागेको महसुस भयो। अनि हामीले केही नास्ता निधो गऱ्यौँ चाउचाउ खाँदै, जहाँ एउटा बाटो थियो रोल्पा जाने बाटो अनि अर्को बाटो थियो कोठेभिर। हामी कोठेभिरको बाटो फेरि पछ्यायौँ र लाग्यौँ गुराँसे वन काटिसकेपछि कोठेभिरको फेदतिर, जहाँ हेर्दा अप्ठ्यारो देखिन्थ्यो, कठिन देखिन्थ्यो। तर हामीलाई त्योभन्दा धेरै रमाइलो भइरहेको थियो। एकदम रोमान्टिक फिल भइरहेको थियो, जहाँबाट धेरै ठाउँहरू देखिन्थ्यो, धेरै चिजहरू देख्न सकिन्थ्यो। हेर्दै अवलोकन गर्दै हामी सानो कोठी पुग्यौँ, जहाँ कुमकोठी बकार भनेर बोर्डमा देख्न सक्नुहुन्छ। जुन ठाउँलाई हामी सानो कोठी, कुमकोठी बकार भनेर चिनिने गर्दछौँ। यसलाई कोही मान्छे सानो कोठी पनि भन्दो रहेछन्। हामी त्यो ठाउँ काटिसकेपछि हामी कोठेभिरतिरै लाग्यौँ। हेर्दा अप्ठ्यारो देखिन्थ्यो बाटो, तर हाम्रो यात्राले हामी जारी राख्यौँ, किनकि हामीलाई पुग्नु थियो कोठेभिरको टुप्पोमा, जहाँबाट धेरै ठाउँहरू देखियोस्। जहाँ हामी 3600 मिटर उचाइमा पुगौँ अनि हेरौँ। हामी यात्रा गर्ने क्रममा कुमकोठी यानि कि सानो कोठी काटिसकेपछि हामी केही हिउँका दृश्यहरू देख्यौँ। हिउँहरू थियो, बाटोभरि हिउँ परेको थियो। हामी हिउँलाई पन्छाउँदै, हिउँसँग खेल्दै रमाउँदै हामी कोठीतिरै लम्क्यौँ, जहाँ पुग्न अझै समय लाग्ने थियो। तर पनि हामी हार मानेनौँ अनि अगाडि बढिरह्यौँ। जहाँ कोठीतिर हिउँ परिरहेको थियो, थकाइ झन्झन धेरै लागेको थियो, त्यति नै धेरै रमाइलो फिल भइरहेको थियो।
अनि हामी हिउँलाई पन्छाउँदै बाटो बनाउँदै हामी कोठीभिरतिरै लाग्यौँ। देख्न सक्नुहुन्छ साथी हो, कोठीभिरको चुच्चोतिर लगभग आउन अझै समय लाग्छ। हामी चाहिँ हिउँलाई पन्छाउँदै अगाडि बढिरहेका थियौँ। भिनाजु साथमा हुनुहुन्थ्यो भने म पनि। हामी दुईजनाको मात्र यात्रा थियो। आजको दिन कोही पनि आएका थिएनन् कोठीभिरतिर। 2-4जना साथीहरू आएका थिए, उहाँहरू फर्किसकेका थिए भने हामी 2जना मात्र थियौँ जो कोठीमा आएका थियौँ। बाटो अप्ठ्यारो थियो, एकदम खुट्टा मात्र राख्ने ठाउँ थियो। हामी हातले समाउँदै खुट्टाले समाउँदै रमाइलो फिल पनि थियो। त्योभन्दा झन् धेरै कठिनाइ पनि थियो। अनि कठिनाइसँग लड्दै रमाइलो पनि गर्दै हामी झन्माथि झन् अगाडि बढ्यौँ। लगभग हामी कोठीतिर आइपुग्न लागिसकेका छौँ साथीहरू। देख्न सक्नुहुन्छ कोठीमा हिउँ परेको थियो। मलाई चाहिँ हिउँसँग खेल्न मन लाग्यो अनि हिउँसँग केही समय खेलेँ। हिउँमा उफ्रिएँ अनि हिउँमा केही भिडियो गरेँ अनि हिउँमा लड्दै उफ्रिँदै म चाहिँ लडेँ साथीहरू। हिला भए देख्न सक्नुहुन्छ। अनि रमाउँदै हामी अगाडि बढ्यौँ। अनि फाइनली साथीहरू हामी कोठीभिरको लगभग नजिकै आइपुगेका थियौँ। देख्न सक्नुहुन्छ कोठी हिउँले ढाकेको थियो। थोरै हिउँ बिलाइसकेका थिए। यसरी नै हाम्रो यात्रा कोठीभिरको टुप्पोसम्म पुग्यो। तपाईँहरू देख्न सक्नुहुन्छ। फाइनली हामी चाहिँ कोठीभिरको टुप्पामा आइसक्यौँ। लास्ट हो साथीहरू, लास्ट कोठीभिरको चुचुरो झन्डा गाडे उचाइ चाहिँ 3659 मिटर उचाइमा फाइनली आइसकेका छौँ हामी। क्या खतरा छ, रोल्पा बागलुङ सबै देखिनेछ। यसरी नै हामी हिउँमा खेल्दै हिउँमा रमाउँदै प्युठान जिल्लाकै सर्वोच्च शिखर कोठीभिर जसको उचाइ 3659 मिटर रहेको छ समुद्र सतहदेखि। रमाउँदै हामी केही रोल्पा बागलुङ प्युठान जस्ता धौलागिरी हिमालको अवलोकन गर्दै हामी फर्किने निर्णय गऱ्यौँ। अनि फर्किने क्रममा चाहिँ जाँदा चाहिँ उकालोमा माथि हेर्दै गएको त्यस्तो अप्ठ्यारो महसुस भएन। तर फर्कदा चाहिँ हेर्दा ओह्रालो भिरालो अनि आँखा नै मुटु नै सिरिङ्ग गर्ने खालको अप्ठ्यारो देखेर डराउँदै यसरी फर्क्यौँ। अनि साथीहरू हजुरहरू पनि जानुहोला। एकदम राम्रो अनि रमाइलो छ ठाउँ। जति राम्रो रमाइलो छ त्यति नै कठिनाइ छ। आफ्नो ख्याल गरेर जानुहोला, आफ्नो तयारीका साथ जानुहोला भन्दै भिडियो जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला। भिडियोलाई लाइक, कमेन्ट अनि सेयर गर्नुहोला। आइडीलाई फलो पनि गर्नुहोला। थ्याङ्क यू सो मच।